कैसे हैं आप लोग? ओह एक्सक्युज मी सरी 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 गाइज। तपाईँ नझुक्किनुहोस्। तपाईँको फेभरेट युट्युबर एपी गेमर त हिरोको नै च्यानल हो। एक सेकेन्ड कसले हो भने हाम्रो फेभरेट युट्युबर। अरे म तपाईँको फेभरेट युट्युबर होइन? केही छैन मलाई राखेँ म तपाईँको फेभरेट युट्युबर। अरे छोरा के बरु एक सेकेन्ड म त आफ्नो इन्ट्रो लाउनु बिर्सिएछु। हाम्रो इन्ट्रो के थियो? हेलो गाइज वाट इज अप योर बोय रिमल किङ इज हियर। सो गाइज म आज आइसकेको छु फेरि नै एउटा नयाँ ब्लग सुरुको भिडियो आएर। र मैले तपाईँले याद छु होला कि मैले केही जग्गा चाहिँ भन्नु थिएँ कि अब म ब्लग सुरुको भिडियो कमाल्छु। बरु अचानक फेरि किन आयो? किनकि भिडियो आइडिया मलाई मिलेन। कुनै पनि गेम मलाई मिल्दै मिलेन। के खेल भएको त्यही कारण मैले छोडेँ। भारमा जाउँछौँ कुराहरू हामीहरू ब्लग सुरु खेल। सो म घुमिफिरी फेरि नै त्यही ठाउँमा आइसकेँ। बरु 1 मिनट मसँगै टोपी कहाँदेखि आयो? बरु हाल्यो नि टोपी। किनकि तपाईँलाई थाहा यो कुरा भन्नै पर्दैन, सबैलाई थाहा कि मैले गाचा गरेँ भाइगे। र मैले त्यो बेला के भन्छ टाइम वेयरवुल्फ इभेन्टमा भाग त लिएको। बरु भिडियो बनाएँ नै। किनकि मसँग त्यतिखेर मैले जब टाइम थियो त्यतिखेर भिडियो बनाउनु बिर्सिन्छु। जतिखेर त टाइम हुन्थेन त्यतिखेर म भिडियो बनाउँथेन। अहिले टाइम मिलेको अहिले बनाउनु। र अहिले जुन दिन मिल्न त्यो दिन वेयरवुल्फ के भन्छ त्यसलाई इभेन्ट खतम भइसकेको छ। सो गाइज आजको भिडियोको टपिक हो 1 मिनट। आजको भिडियो हो एक सेकेन्ड भन्दा अघि के भन्नु थियो अहिले पनि मलाई थाहा। सो आजको भिडियो टाइटल हो ट्रेडिङ रकेट टु ड्रागन। सो यो फ्रुटको एउटै नियम छ। तपाईँ आफ्नो सबै फ्रुट उगाउनुपर्छ, फाल्नुपर्छ, मतलब उगाउनुपर्छ, रिफ्रेस गर्नुपर्छ, मतलब रिसेट गर्नुपर्छ। रिफ्रेस भन्नु यार रिसेट गर्नुपर्छ। र मलाई आफ्नो फ्रुट रिसेट गर्नुको केही मन छैन। किन भनेपछि तपाईँलाई भनिदिउँ 1 मिनट पहिला यो रियल है बिकाउज आई निड मनी। किनकि मलाई रोल गर्न कहाँ थियो हेर्नुहोस्। मसँग छ 2टा मिथिकल फ्रुट, एउटा म्यामट र एउटा कन्ट्रोल। भन्ने मसँग अरे यसलाई तल गर। मसँग मैले म्यामटको बदला ग्राभिटी ट्रेड गरेको थिएँ। र फेरि एकजना मान्छेले मलाई ग्राभिटीको बदला म्यामट दिएको थियो। म बेला कोही मसँग ग्राभिटी ट्रेड गराएर म्यामटको 6 आउट अफ मतलब मार्क्स 6 आउट अफ 10 छ, 10 आउट अफ 6 छ। के भन्नु 6 आउट अफ 10 र ग्राभिटीको 10 आउट अफ 4 छ। यसको 2 छ, मतलब हल्का भ्याल्यु बढी छ। मतलब यसलाई ट्रेड गर्न सक्छु म। त्यही कारण मैले म्यामट ट्रेड गरेँ। त्यसै 2टा मसँग 2टा मिथिकल, 4वटा के भन्छ लेजेन्डरी, 4वटा रेयर फुड, अनि फेरि 1 2 3 5 6 6वटा अनकमन र 1 2 3 4 5 6 7 7वटा। एक सेकेन्ड मसँग रकेट छैन। रकेट मसँग रकेट काटेको गायब भएको 7वटा कमन फ्रुट छन्। सो आजको भिडियोमा हामी गर्नेवाला छौँ रकेटदेखि ड्रागन ट्रेड। एकछिन मैले भनिसकेको छु, फेरि पनि भनिदिन्छु। र योभन्दा अगाडि हामीसँग जो फ्रुट छ हामी त्यहाँ रिसेट हान्नुपर्छ। मलाई नराम्रो लाग्ने फ्रुट रिसेट हान्नमा बरु के गर्ने, अब रिसेट हान्नै नै पर्छ। सबभन्दा अगाडि हामी आफ्नो सबभन्दा अनकमन फ्रुटदेखि रिसेट हान्नु। र भन्यो म कन्ट्रोल फ्रुटलाई रिसेट हाल्नु हालेँ। किनकि मलाई कन्ट्रोल अब किनकि धेरै कन्ट्रोल अब अवेकन हुनेवाला छ। अवेकन सरी रिभोक आउनेवाला छ कन्ट्रोलको। सबै भन्दाखेरि कन्ट्रोलको रिभोक आउनु आउँछ। रिभोक आएन 2 साल भइसक्यो। फेरि पनि चलो हामी फेरि पनि राख्छु म। किनकि मलाई लाग्छ पक्का योपालि पक्का सबैलाई थाहा, सबले भन्नान् कि योपालि पक्का आउनेवाला छ। त्यही कारण कन्ट्रोल राख्छु छोडेर म अरू सब फ्रुटलाई रिसेट गर्नेवाला छु। अनि कन्ट्रोल रकेट, किनकि रकेटदेखि नै ट्रेड गर्ने। रकेटै गइदियो भने चाहिँ वाट लाग्छ नि त। पहिला ब्लेड अब नराम्रो अहिले त के राख्ने हो, किनकि पछि लाग्छ अब जति धेरै जस्तो रिसेट गर्ने बेला नो म्यान भयो रिसेट। एकछिन मैले देखाएर गर्न चाहेको थिएँ यार, मजा आउँथ्यो त्यो गर्न। चलो अब फेरि अर्को एक सेकेन्ड सर्भर धेरै कम मान्छे छ। हामी चाहिँ देखाएर गर्नुपर्छ त्यो काम पनि। त्यही कारण हामी सर्भर चाहिँ हो पार्नुपर्छ। कुनै पनि सर्भर चल्छ। अरे एउटा काम हो इन्डियाको सर्भरमा जान्छु। किनकि इन्डिया सर्भर धेरै जस्तो मान्छे बसिरहेका हुन्छन्। तिनीहरूको रिसेट हाल्दाखेरि त्यो लाग्छ ओ धनी मान्छे। मलाई तिनीहरू लाग्छ कि म भिडियो च्यालेन्ज गर्दा र तिनीहरू थाहा पाइहाल्छ च्यालेन्ज गरेर के थाहा मेरो हेल्प पनि गर्न सक्छन्। गाइज तपाईँहरूको लागि म रिसेट गर्न फ्रुट र म भन्छु मेरो अर्को सेकेन्ड अकाउन्ट छ। बट त्यो 700 रुपियाँ कन्ट्रेस क्रस छ नि, त्यही कारण म गर्न सक्दिनँ। प्लिज गाइज अब लाइक सब्सक्राइब यति धेरै गर्न हो तपाईँको लागि त भन्न सक्दिनँ म।
भिडियो कन्टेन्टको लागि फेरि पनि तपाईँको लागि भिडियो हाल्नुको लागि के गर्नु हो हेर्नुहोस्। अब दोस्रो फ्रुटको टाइम। अर्को कुन फ्रुट आउँछ मेरो हातमा? स्पाइक नाइन। चलो स्पाइक देखाउनुपर्छ सबलाई गाइज। अरे मान्छे किन उभिएन? स्पाइक देखाउन आउँ म। यो अरे यो भयो रिज्युम किन अरे मैले रिस्पोन रिसेट के भयो? अरे रिस्पोन अरे डोन्ट रिसेटमा राम्रो म त्यही सोचेँ किन रिस्पोन हुँदैन? रिसेट स्वाहा। अब अर्को फ्रुट टाइम। स्पिनको पालो अनस्टोर समाटर त्यसपछि 1 2 3 गो रिस्पोन स्वाहा। अरे म हेर्न पनि छ हौ। त्यसपछि फेरि अर्को फ्रुटको पालो 1 अरे पहिला फ्रुट निकाल्यो। अर्को फ्रुट हो बम। बमको आइकन भयो मतलब बमको रिभर कहाँ? म पनि बमलाई फेरि मैले बमलाई आफ्नो ट्राई गरेको छैन मलाई फरक परेन। रिस्पोन रिसेट स्वाहा। म किन हुँला हौ यो त अझै मतलब ओ माई गॉड दया अब आउनेवाला जसले अरे लिभ नै रिस्पोन म लिभ गर्नु ल। कतिको स्क्रिनलाई किन देखाएन मैले सबलाई? स्क्रिन देखाउनुपर्छ कि पर स्क्रिन यति हुँदैन कि देखाउँ। ल हेर स्क्रिन मैले रिसेट गरेर म अझै अमेजिङ छु। यस्तो चिज त होइन पर यो चाहिँ फर्स्ट चिज। अरे म किन यसमा राख्नु अघिदेखि 1 2 रिसेट रिसेट भइगयो। अब नेक्स्ट अर्को अरे म रिसेट गर्नको लागि जाने बिर्सेँ। अब आइसको पालो ओ ओ ओ ओ मसँग लाइट फ्रुट पनि थिएछ हेर न। म लाइटलाई रिसेट गर्नुपर्छ। अब म लाइट रिसेट गर्नु चाहँदैन यार किनकि लाइट फ्रुटमा चाहिन्छ यार किनकि यो लाइट फ्रुट छ मसँग न। यो लाइट फ्रुट पछि गएपछि मतलब मैले लाइट फ्रुटको माथि कुनै अरू फ्रुट खाइदियो भने चाहिँ मलाई लाइट फ्रुट चाहिन्छ नि त। पर छोरे यार के जान्छ जे हुन्छ देखा जान्छ। भविष्य ए डोन्ट रिसेट गरेर राम्ररी गरेँ मैले किनकि म फ्रुट देखाउनै बिर्सेँ उनीहरूलाई। रिस्पोन रिसेट सबलाई देखाइदियो न म काउज आई एम अ प्रो प्लेयर। अब इगलको पारो रिस्पोन रिसेट बरु म तपाईँलाई देखाइ किन गर्न हौ सिधा रिस्पोन गरेर सबकै ना म देखाउन चाहन्छु एउटा कि हेर मैले यति धेरै फुडलाई अनस्टोर गरेँ त्यसपछि समातेँ त्यसपछि रिस्पोनमा डाबेर रिसेटमा डाबेर रिसेट गरिदिएँ। अब कुन फ्रुटको पालो? अब हो डार्क फ्रुटको पालो। अनस्टोर समात यस रोबर्सको बटनमा डाब रिस्पोनमा डाब रिसेट स्वाहा। फेरि आइटम्समा डाब ओ माई गड ओ सेट। अब फ्लेम पछि ना बनाना रिस्पोन रिसेट बनाना अब लाइटको पालो अनस्टोर रोस्ट लाइट फ्रुट ना बनाना किन यो गरेर बनाना गरेर बरु किन ओ माई गड। अब घोस्ट त्यति उ छैन बरु भाइजान भीम की शक्ति धुम मचा ओ सेट मेरो सबै फ्रुट गाइस प्लिज लाइक सब्सक्राइब गरिदिनुहोस् भाइ यार तपाईँ गर्नै पर्छ भाइ। अब त के भयो प्लिज किन नखाँदै हो? अरे भाई आफूसँग त म आफू ऊ गर्न हूँ नो म्यान तुम्हें नहीं दे सकता मैं फ्रुट्स ट्रेड गरिदिन्छु यार यिनीहरूसँग फ्रुट। आइटम्स जाओ म्याग्मामा जाओ म्याग्मा अनस्टोर गर। चलो म्याग्माको पालो म्याग्मा रिस्पोन रिसेट फिर से आइटममा जाओ लबको पालो ओहो अब एक सेकेन्ड लेजेन्डरी ओ माई गड लेजेन्डरीको पालो आयो गाइज हेर तपाईँ आएर तिमीहरूको प्रो प्लेयर रिसेट या लभ फ्रुट रिसेट गरिदियो। अब बरु यति खास छैन अब क्विक फ्राई रिसेट गर्छु यो हल्का खास फ्रुट हो किनकि यो रोजी रोजरको फ्रुट रोजी रोजर के भनौँ न रोडी रोजर छोरा त्यही डोनेसन नाम म बिर्सिहाल्छु के किनकि मलाई कुनै पनि क्यारेक्टरको नाम याद हुँदैन एनिमीको कुनै क्यारेक्टरको नाम यादै हुँदैन आउँछ मलाई। यसको पनि रिस्पोन रिसेट डार्क पोल सब देखो भाई अब फुल रिसेटको कार्यक्रम चल्दैछ। अब क्रिएसनको पालो गाइज टुनुनु
ब्रो नो वाइ अरे यसलाई भन्नुपर्छ यार के कोलाई ओके फर भिडियो ब्रो फर भिडियो यार ओके समझा क्या I'm a YouTuber. Oh man, अब म्यामको पालो गाइस सब हेर मौतको तमासा नङ्गा नाच लल ओके ट्रेडिङ फर रकेट ट्रेडिङ रकेट गाइज रकेट आरओसी केई रकेट ट्रेडिङ रकेट कोही आ जाओ मेरे संग ट्रेडिङ रकेट गर्ने प्लिज गाइज कौन आ रहा है हेर भिडियो बनिरहेको भिडियो गाइज छिटो आएर तिमीहरू रेस्पोन्स मिल आई एम नट अ बिग युट्युबर यार मैले तिमीलाई के दिन सक्दिनँ यसको मतलब बरु गाइज म रोल गर्न सक्छु भनिदियो त्यस्तै म पैसा मगाउन हो ताकि रोल गर्न सकोस् र यसमा 96,000 माथि छ मसँग हेरको हात मलाई रकेट ट्रेड गर्न चल हट ट्रेडिङ रकेट अरे हट तिमीहरू चल हट मलाई रकेट ट्रेड गर्न अरे बस्न ए आमा बस्न दे भाइजान आई एम ट्रेडिङ फर रकेट प्लिज ट्रेड रकेट चल आई एम ट्रेडिङ अरे बैठने दे ब्रो अरे ये बन्दा मलाई द बाउन्टी यो के हो बाउटी इन्हे यो के हो बाउटी इन्हे र गाइज कोही मलाई रकेट ट्रेड गर्न आएन यार कोही त रकेट ट्रेड गर्न मसँग मिलेको मलाई एकजना रकेट ट्रेड गर्नको लागि ये भाइ रकेट ट्रेड गरेका रकेट ट्रेडिङ है ब्रो यु अलरेडी हेभ रकेट ब्रो यु अरे यु को स्पेलिङ के सरी यु अलरेडी हेभ रकेट CKET के भाइ यो भाइले रिसेट गर्छ ब्रो यु अलरेडी हेभ रिको रकेट अगर यसले गर्छ यसलाई म साउटा दिन्छु आजको भिडियोको लागि अरे यु हेभ ब्रो यु अलरेडी हेभ रकेट क्यान यु रिसेट फर इट मी अरे यससँग रकेट पर लेख्ने छ ब्रो यु अलरेडी हेभ रकेट अरे क्या एक सेकेन्ड के ब्रोले रिसेट गर्यो ना मलाई लाग्दैन गाइज लाग्छ मलाई कुनै सर्भरमा गएर खोज्नुपर्छ अब कोही न कोही त आउला रकेट ट्रेड गर्नुलाई ट्रेडिङ रकेट लेख्नु परेगा मलाई लेखिराख्नुपर्छ ट्रेडिङ रकेट आरओसी रकेट ट्रेडिङ रकेट एनीवन गाइज अगर मलाई कोही राम्रो मान्छेले फुड ट्रेड गर्छ मलाई लास्टमा मलाई कोही यस्तै खतरनाक फुड मिल्छ भने म त्यसलाई आफ्नो कन्ट्रोल फुड दिनेवाला छु किनकि मलाई थाहा मतलब मलाई लाग्छ कन्ट्रोल फुडको रियोग आउनेवाला छ लाग्छ कि थाहा छ पक्का स्योर छु म कन्ट्रोल फुड रियोग आउनेवाला त्यसै तिमीहरू कन्ट्रोल फुड राख्नेवाला छ प्लिज कोही त ट्रेड गर्नु मुझे रकेट दे गाइज गट इन गेट भल्स के हो यो देखो गाइज मसँग अहिले कन्ट्रोलरसिप रकेट छ प्लिज गरौँ आई जस्ट ओन्ली नट ह्याभ एनी फ्रुट म बडा मान्छे बनेर यससँग पनि रकेट छ भाइ क्यान यु रिसेट ब्रो यु क्यान यु रिस अरे नै ब्रो क्यान यु रिसेट कान भयो क्या क्यान यु रिसेट रकेट guys rocket can you reset rocket guys प्लिज कोही एउटा मान्छे मिलिजाओस् जसले आफ्नो रकेट रिसेट गरोस् मलाई रकेट ट्रेड गरोस् प्लिज क्यान यु रिसेट रकेट ब्रो क्यान यु रिसेट रकेट अरे कोही त रकेट रिसेट गर अगाडि रिसेट रक गरे भने म दिन्छु रकेट प्लिज ना म्यान तैँले रकेट रिसेट गरेन ब्रो प्लिज रिसेट रकेट ब्रो प्लिज रिसेट रकेट ROCKET
Bro, please reset rocket. Reset rocket. Guys, आएको छ मेरो वार्ड लाग्नु छ म रुक्छु जबसम्म मलाई कुनै पनि मान्छे मिल्ने जब मसँग ट्रेड गरोस् त्यतिखेरसम्मको लागि मलाई यो भिडियो पोज गर्नुपर्छ र जस्तै रकेटको ट्रेड मिल्छ भेट्छु 1 2 रकेट ओके गाइस यससँग रकेट छ हामीलाई रकेट फ्रुट मिलेको ओके द्याट इज गुड फर मी रकेटको बदला स्पिन ओके आई एक्सेप्ट ओ ब्रो ए हेलो भाइ एउटा गरिब मान्छेको सहयोग गर्नुमा के जान्छ तपाईँकोमा एनीवान ट्रेडिङ गाइस यहाँ मेरो मसँग लल भइगयो अरे के गाइसमा कुनै फरेन कन्ट्रीबाट आइदियो त अब फेरि भेट्छु तपाईँलाई एउटा राम्रो युजर मिल्छ मलाई रकेट ट्रेड गरोस् त्यो पनि आएर हेर्छु ओके ओके स्पिन स्पिन ओ भाइ पोर्टल अगाडि मलाई पोर्टल दियो भने चाहिँ ओ यो इट गर्न यो धेरै सक पनि होइन यो लेखाउँ म आफ्नो कन्ट्रोल देखाउँछु हेर्नुहोस् भाइ चल चल देख देख सफ गर्ने मान्छेसँग म बोल्दैन कहिले पनि को बार खाँदैन किनकि मसँग अहिले टाइम छैन मजा गर्न ट्रेडिङ फर रकेट प्लिज एनी वान ट्रेडिङ रकेट अब अहिले रकेट ट्रेड गर्छ सायद मलाई लाग्छ ना यससँग रकेट छ ब्रो प्लिज रिसेट रकेट सर्भर मलाई सर्भर चेन्ज हान्नुपर्छ सायद अब यससँग रकेट ल ओ दुवै छ ले कन्ट्रोल पनि छ यससँग म सर्भर चेन्ज हान्न गाइस अब सिधा भेट्छु तपाईँलाई रकेट फुड दिने मान्छेसँग भेटेपछि ब्रो गाइस मलाई एउटा मिलिसक्यो जस्तो मलाई रकेट ट्रेड गर्न र यस्तै रकेटलाई रिसेट गरियो सो गाइस के मलाई रकेट दिन्छ ओके आई एम गिभिङ रकेट र यो मलाई दिने माल चाहिँ स्पिन एक्सेप्ट गाइस धेरै समयपछि मलाई मिलेको किनकि अत्यन्त टाइम यार कोही पनि बाटो थिएन लास्टमा यसलाई मानेको थिएँ म केही खाने हो किन म भोक लाग्यो म आज भुक्खै रहेछु ओके ब्रो थ्याङ्क यू ब्रो ओ अझै चाहिँ मात्र छ मलाई आइएम गिभिङ स्पिन के त दिनु पऱ्यो हामीलाई यसलाई त ब्रो ओके स्पिन दिन्छ यो मलाई के दिने माल्छ हेरौँ गाइस स्किनको बदला रकेट अहिले भर्खर हामी रकेट ट्रेड गरेका हो बिरेट मिल्दैन गाइस मलाई कुनै पनि यस्तो भ्यालु चाहिँ छैन ओके नो प्रब्लम यो ब्रो हामीले रेड गरेछ प्लिज रेड ब्रो अच्छा त्यहाँ रेडको कुरा न ओके अब हामीसँग स्पिन छ स्पिनलाई ट्रेड गर्नुपर्छ र मसँग कन्ट्रोल पनि छ र यो गाई मैले भिडियोको यो कन्ट्रोल म कुनै ब्याक रेड दिन्छु ओके भाइ सबभन्दा अगाडि हाम्रो काम भइसक्यो अब फेरि एकजना खोज्नु पऱ्यो स्पिन ट्रेडको लागि अब फेरि स्पिन मान्छे भेटेपछि भेट्छु तपाईँलाई गाइस धेरैचोटि ट्राई गरेपछि पनि मलाई एकजना मिलेन जसले मलाई ओ मिलेको स्यान्ड मिलेको यो स्टोर गाइस म के भन्छ धेरै जस्तो ट्राई गरेँ फेरि पनि मलाई लक चम्किन गाइस मलाई फ्रुट मिलेको स्टोर प्लिज ओके मसँग कम फ्रुट छन् मसँग सिर्फ कन्ट्रोल स्यान्ड स्पाइक स्पिन छन् र कन्ट्रोल चाहिँ म ट्रेडमा राख्नेवाला छैन सो मलाई धेरैचोटि ट्राई गरेँ फेरि पनि कुनै फ्रुट मिल्यो त्यही कारण आई एम सर्चिङ फर दिस मतलब कि मैले ग्राइन्डिङ गरेर हल्का पैसा कमाएँ ताकि म गाछा गर्न सकोस् किनकि म अब गाछै गर्ने त म त यसरी रिस्टोर गर्छु एउटा कुनै घटिया फ्रुट मिलिहाल्छ जस्ट लाइक आई ठाउट वाट मलाई भ्यान मिलेको नो वे कुनै पनि तरिकामा भ्यान मिल्न सक्छैन वाट द हेल यति लकी तपाईँहरू बिसाएर भने ड्रप स्टोर गाइस लक चम्कीको भ्यान मिलेको हामीलाई भ्यानम ओके गाइस लक चम्किसक्यो हामीलाई भ्यान मिलिसक्यो र अब हामीसँग दुईवटा मिथिकल फ्रुट र तिनवटा नै एउटा कमन दुईवटा अनकमन सरी दुईवटा कमन एउटा अनकमन फ्रुट मिलिसक्यो र अब हामीले ट्रेड गर्ने मान्छे यिनीहरूलाई तपाईँलाई थाहा यिनीहरूदेखि हामीले ट्रेड गर्न ड्रागनसम्म सो लेट्स ट्राई ट्रेडिङ अब हामी भ्यानम ट्राई गर्छौँ ओके हाम्रो लक चम्के अब हामीले कुनै फ्रुट मिलिहाल्छ किनकि स्पिनसँग त ट्रेडै हुन त्यही कारण भ्यानम प्लिज ट्रेड भ्यानमको लागि कुनै फ्रुट मिल्छ ओके
चल कौन सा फ्रूट देगा तो हमारे भाई बोले और मैं साइड दे सक्छु रकेट अरे यार गाइस यससँग साइड भ्यानम फ्रुट दिनको लागि कुनै फ्रुट छैन ओके ट्रेडिङ भ्यानम ए हल्का स्वास्थ्य खराब ट्रेडिङ भ्यानम किसिम के छ VANOM भ्यानम ओ ओ ओ क्विक फ्रुट डेजरेबल गाइस हामीसँग फ्रुटको धेरै कमी छ प्लिज क्विक फ्रुट प्लिज फाल्न क्विक फ्रुट यता अरे यार वो का ह्याप किट्सु ए हो ह्याप किट्सु ठिक छ छी ट्रेडिङ भ्यानम भन्ने लेख्न फेरि पनि ओके क्यान 10% ट्रेडिङ भ्यानम ओके कोही गाइस ट्रेडिङ गर्न आउनु गाइस कुनै राम्रो फ्रुट पाउनु र राम्रो फ्रुट पाउनु एउटै कुरा हो किनकि राम्रो फ्रुट पाएपछि ट्रेड हुनु आएन राम्रो फ्रुटमा पनि ट्रेड हुनु आएन बरु लक आज साथ दियो यार लकले हामीलाई भ्यानम फ्रुट दिइदियो के भए थाहा मेरो पहिलो रोडमा मलाई कुन फ्रुट मिल्छ हो कुन ओ मा यससँग भ्यानम छ म्यान पैसा चाहियो हामीलाई ओए को भाइ गेममा ह्याक हुन गाइज कोही त ह्याक गर्न म मान्दिनँ कोही त ह्याक गर्न गाइज एनी वान इज ह्याकिङ दिस गेम वाह अङ्ग्रेजी बोले हो आज मैले कति राम्रो समुना घारी पैसा लुटिहाल्नु र भनौँ न सोध्न हो मलाई भ्यानम कसरी मिल्न सक्छ खै सर्भर हो पानी हो र एकछिन फ्याक्ट्री रेड हुन यहाँ सेट लेट्स गो 5 फ्याक्ट्री रेड अरे अब के जाने के फाइदा त्यहाँ फ्याक्ट्री रेड खतम पनि हुन साह्रो धेरै प्रोप्रिएसन छ ओक्सिजन एक सेकेन्ड सायद स्पोन हुन्छ मलाई थाहा त्यो फुड पाएको मान्छे आइ स्पोन हुन्छ यस कुन फुड पायो अरे गायब भयो वा चलो पैसा लुटिहाल्छु र गाइज तपाईँले मेरो लक मतलब आज लकले हल्का साथ दियो किनकि गड बी लाइक अगर त फ्रुटलाई उगनास भनेपछि ल भ्यानम फ्रुट लक अब हामीसँग एउटा भ्यानम फ्रुट छ र गाइस मैले डो पनि रोल गर्थेँ बरु त्यसलाई यसलाई इट गर्ने भएको छु म जस्तो भाइ इट गर्ने भएको छैन धेरै मेहनतले भ्यानम फ्रुट मिलेर यसलाई ट्रेड गर्ने हो चलो आफ्नो ट्रेडिङ जर्नीलाई अगाडि बढाऊँ चलो लेट्स ट्रेड भ्यानम ओ यो गाइसलाई मैले भेटे जस्तो लाग्दैन किन भयो गाइस अब भ्यानमको पाला ओहो गाइस यार म भ्यानम ट्रेड गर्न चाहन्छु यो फ्ल्याक्समा नहा ट्रेडिङ भ्यानम यो फुल फ्ल्याक्स नहा गाइस के ट्रेडिङ भ्यानम के भ्यानम रियोको आउँदै छ नै यार भ्यानम रियोको आउँदैन भ्यानम ट्रेडिङ भ्यानम पनास किन मैले ट्रेडिङ भ्यानम लेखेको अरे भाइजान ट्रेडिङ भ्यानम अरे यार यो त यसको ए भ्यानमको भ्यालु कति हो भ्यानमको भ्यालु मलाई थाहा छैन गाइस भ्यानमको भ्यालु कति हो अरे कोही बैठ भ्यानमको भट्ली जति हुन्छ म अगर मलाई यसको बदला कुनै राम्रो फ्रुट मिल्छ भने ओके आई एक्सेप्ट गाइस म सोचेर किन भ्यानमको कन्ट्रोल ट्रेड गरिम टिरेक्सको बदला नै मजाको नखाउँ यस्तो गर्न मिल्दैन म किनकि कन्ट्रोल इज नट अ फ्रुट मतलब कि अहिलेको कन्ट्रोल हामीलाई एक्जिस्ट गरेन कन्ट्रोललाई मिटाउनुपर्छ यो दुनियाँदेखि कसरी मिटाउ के पेन गरी हुँदैन यार यस्तो चिटिङ थियो अरे यार कोही त भ्यानम ट्रेड गर्न गाइस सर्व होपिङ टाइम ओके अब सिधा सर्व कुनै जुन मान्छे मलाई दिने वादा फुट त्यो मान्छेसँग भेटेर मिल्छ तपाईँलाई ओके गाइस यहाँ मैले एकजना मिलेको जो भ्यानमको बदला स्यालेरी थाहा जतिमा थाहा भ्यानमको भ्यालु कति हो मलाई थाहा रुखको गाइस म भ्यानमको भ्यालु चेक गरेर आउँछु ओके गाइस मैले भ्यानमको भ्यालु चाहिँ हेरिसकेको छु जसको भ्यालु छ 10 मिलियन र 10 मिलियन म यसो म भ्यानमको बदला स्पिड ट्रेड गर्न सक्छु किनकि स्पिडको भ्यालु पनि मैले हेरेँ 10 मिलियन अगर म भ्यालु स्पिड मतलब स्पिडलाई ट्रेड गरेँ भने यो मेरा डब्लु ट्रेड हुनसक्छ सायद नै डब्लु की ट्रेड नहुन सक्छ मतलब बराबरीको ट्रेड हुन्छ किनकि दुबईको भ्यालु सेम छ र दुबईको के भन्छ माग पनि सेमै छ अरे यो काबु अरे हल्ट अन्त छोड्न भाइ एक सेकेन्ड गाइस म त यसको चक्करमा मेरो बााउन्टी लस हुन म हेर्दै हेरेको 2.55 मिलियनको 55 मिलियन नै छ बााउन्टी ओ भाइ अघि म भर्खर मरेको थियो मेरो बााउन्टी किन लस भएन सायद त्यो मलाई हाई लेभल थियो त्यही कारण बााउन्टी लस भएन आई डोन्ट नो अरे हट उपर जान्दै मलाई सो गाइस लाग्छ मलाई कुनै पनि ठाउँमा एउटा भ्यानमको बदला एउटा राम्रो फुड मिल्ने भएको छ त्यही कारण आजको भिडियो यता राख्ने ना लास्ट डेट भ्यानमको बदला त के गरेर थाल्छु म
किनकि म इन्डिया जान म इन्डिया साँच्चै किन जान है सर्भरमा जान किनकि त्यहाँ धेरै रिच पर्सन रहने गर्छन् इन्डियाको सर्भरमा सो म सोचिरहेको छु भ्यानमको त स्पिड हो त्यसपछि फाइनल ट्रेड हुन्छ त्यसपछि हाम्रो ट्रेड खत्तम टाटा बाई बाई बस सकियो पासिङ हुँदा छ क्या मतलब कि यसको पार्ट 2 आउँछ अनि त्यसपछि बरु गाइस मलाई खुसी लाग्यो कि हामीले सिधा स्यान्डसम्म लग्यो त्यसपछि सिधा लेट्स ट्रेड प्लिज ब्रो के ट्रेड ब्रो ओके एनिवन ट्रेडिङ भ्यानम के दिन्छ हौ हेरौँ आई एम गिभिङ यु भ्यानम ब्रो भ्यानमको बदला के दिन्छस् स्यालो ना म्यान यसको 6.5 नो नेभर अरे क्याट फाल्टु ट्रेड गर्न आयो सायद लाग्छ कुनै पनि हाई हेलो मिस्टर जेन्टलम्यान हेलो यु हेभ बुड्ढा नो but I have Venom but I have Venom के मतलब अरे लाग्छ बरु म भ्यानम किन देख्न हौ but I have Venom भेम भइगयो गाइस भ्यानमको बरु को ट्रेड गर्न आउँछ मसँग भ्यानम अब यो बद्दा मलाई भ्यानमकोबाट कुनै एउटा राम्रो फुड दिएन भनेपछि यससँग म ट्रेड गरेँ ना म्याम म स्याटोसँग ट्रेड गर्न नै चाहेन किन मैले स्याट दिन जस्तो अरू के दिन्छ हेरौँ अगर यसलाई एक्सेप्ट गरेपछि म सिधै जम्प हान्ने भएको छु ट्रोल गर्छु यससँग नै यार ट्रोल नगरौँ बिचारो मसँग यस्तो ट्रोल अरे कोही त आइजाऊ फेरि लाग्छ फेरि सर्भर बोल्नुपर्छ योसँग पुरै गरिब भरेका छन् बरु त्यसमा नराम्रो लाग्यो यार मैले आफ्नो म्यामटलाई उ गर्नु पर्यो यार के भन्छ म्यामटलाई अरे यार रिसेट गर्नु पर्यो यार मैले नराम्रो लाग्यो धेरै नराम्रो लाग्यो मैले आफ्नो म्यामटलाई रिसेट गरेँ किनकि अहिले मैले म्यामट के भन्नु म म्यामटलाई रिसेट नगर्थेँ भने मसँग 3टा मिथिकल फ्रुट हुन्थ्यो मसँग बरु के गरौँ भिडियोको लागि गर्नु नै पर्छ पापी पेटको स्वाद सरी पापी पेट के भन्नु म ट्रेडिङ भ्यानम एनीवन कम हियर प्लिज ट्रेड मी भ्यानम ट्रेडिङ भ्यानम अगर तसँग भ्यानम छ मसँग नबोल देखेँ मैले भनिरहेको छु यससँग भ्यानम हुन्छ मेरो 6 सेन्सले भनेको छ यससँग भ्यानम छ भनेर यो मलाई कुनै घटिया फुड दिन्छ भन्थेँ गाइस भनेको थिएँ मैले यो कुनै घटिया फुड दिन्छ मलाई भनेर अगर अब यहाँ जुन मान्छे आउँछ त्यो मलाई भ्यानमकोबाट स्पिड दिन्छ हल्का टुक्का कलर भयो के हो डब्ल्यू नामा थाहा यो हेलो गाइस म लेखिदिन्छु ठुलो ठुलो अक्षरमा लेखिदिन्छु ट्रेडिङ भ्यानम बट तपाईँले म किन देखाउनु समझ मलाई आउँदैन होइन म देखाउनु पर्छ कति मेहनत गर्नुपर्छ गाइस कुनै पनि फुडलाई ट्रेड गर्नुको लागि त्यो यसको हाई रेटमा म स्पिडसँग किन ट्रेड गर्नु अगर म भ्यानमलाई स्पिडसँग ट्रेड गर्ने भन्दा भ्यानमको बदला कुनै हाई लेभल फुड लगाउन सक्छु म जस्तै ग्राभिटी ग्राभिटी थियो नै ग्राभिटी बदला मैले म्यामट लिएको थिएँ ओ इमी के देख्न इमी लाग्छ म गल्तीले मे प्लिज क्या प्लिज ब्लिजर नो म्यान आई एम मेकिङ भिडियो rocket to TRAGON dragon no man I am making video rocket to dragon so guys अक्कर कुनै पनि मान्छे आउँछ अब कोही पढ्न खा भने चाहिँ ध्यान सुन गाइस तिम्रो मेरो भिडियोमा आउँदा तिम्रो फेमस छ ल मजा गर्न हो फेमस हुँदैन म किनकि मेरो भिडियो यति फेमस हुँदैन बरु तिम्रो मेरो भिडियोमा आउन खुसी मनाऊ सो लेट्स ट्रेड सच अ फुड को आउँछ ट्रेड गर्न मसँग भ्यानमको बदला यो अगर मलाई भ्यानमको बदला के ना यार मलाई ट्रेड गर्नै छैन म सर्भर हपा नाखु यो सर्भरमा कसले पनि राम्रो मान्छे छैन ओ हेलो
म इन्डिया नै अब कुनै अरू जुन सर्भरमा पनि गरिन्छ फरेन सर्भरमा लुक गाइज म स्टेट वालान्छु जुन सर्भरमा पऱ्यो त्यही सर्भरमा आएको राइट रोप्सन ओके राइट रोप्सन म आउँदैछु त्यो सर्भरमा छोरा गेम ल गेम त मलाई गेम पनि भगाउन खान्छ सायद गाइज अब यो सिन देखाउन सक्दिनँ म तपाईँ म सिधा जान्छु र जो मलाई फुट दिन त्यससँग भेटेँ तपाईँसँग मिल्छु ओके ओके गाइज बट एकछिन मैले तपाईँ किन आउँ किनकि गाइज म भन्न मलाई कुनै पनि मान्छे मिल्दैन मलाई भ्यानको बदला के राम्रो फुट दिन सो लाग्छ भिडियो यही एन्ड गर्नु पर्ला अगर यो मान्छे मलाई भ्यानको बदला कुनै राम्रो फुट दियो भनेपछि न यार दिन्न मलाई न म्यान सायद आजको भिडियो चाहिँ राखौँ मलाई कुनै फुट सायद यो भिडियो नआउनु पनि सक्छ गाइस किनकि यता कुनै ट्रेडै हुन छैन यार लेख्नै पर्छ क्या ट्रेडिङ भ्यानम ट्रेडिङ भ्यानम ब्रो इन्स्टिङ गर्न गएपछि उनीहरूको लेभल हेर्न मिल्यो म सिट खेल्न जान चाहन्छु यार छिटो ताकि म आफ्नो इन्स्टिङ V2 गर्न सकोस् गाइस म बस्थ्यो यार ट्रेडिङ भ्यानम ओ गाइस यसको लेभल 200 लेभल 2138 VP गेमर फ्रेन्ड हो लेभल 2138 अरे यसको लेभल 2138 हो अरे ह्याकर त होइन भाइ सर यसको टाइटल हो सायद मलाई भ्यान फुट दिन्छु कुन फुट दिन्छु हेरौँ न यो चाहिँ क्रिएसन फुटवाला युजर हो ल हेडिङ भ्यान कुनै मान्छे आउँछ प्लिज आइज यार लाग्छ वाट लाग्छ चलो आजको भिडियो टिन राखौँ यार कोही मान्छे मलाई भेट्न पनि ट्रेड गर्नु गएको कोही मान्छे नै भेट्दिन होइन My NPC are you looking to trade food with him? त्यो मसँग भ्यान बदला के दिन्छु हेर भाइ चाहिँ भ्यानको बदलामा लभ दिन फ्रिकिङ नो के भने मलाई पनि थाहा नै ओए कोही चाहिँ आइजाऊ गाइस यार म आज भिडियो ट्रेड गर्छु खतम कोही भिडियो ट्रेड गर्न छैन मलाई भ्यानको बदला के दिन छैन मलाई फुड अगर यिनीहरूमध्ये एकजनाले पनि मलाई अच्छा यो प्रिजनर दिने भएको छ सायद मलाई अहिले मैले लेखिसकेको छु भ्यान पर्मानेन्ट रकेट गाइस के म यसलाई एक्सेप्ट गरौँ म यसलाई कन्ट्रोल दिन्छु यसको बेला गाइस आई एम एक्सेप्टिङ गाइस यो कन्ट्रोलको बदलामा पर्मानेन्ट रकेट दिन र यो कुरा यो चाहिँ हाम्रो उसमा एड हुँदैन किनकि म भ्यानमा राखिरहनु त्यो हाम्रो उसमा ट्रेडमा एड हुन्छ ट्रेड कम्प्लिट चेक योर इन्भेन्टरी ओके गाइस आई हेभ पर्मानेन्ट इन्भेन्टरी के पर्मानेन्ट छोडेको छैन हो स्क्याम त होइन भयो अच्छा आइटम्स नै सप अरे यार सपमा गएर हेर्नुपर्छ मैले सर अरे यसमा नै कहाँ हेर्नु म टुरिस्टमा गएर ओके मसँग अहिले पर्मानेन्ट रकेट आइसक्यो गाइस ओके सायद आजको लागि भिडियो यति राखौँ त्यतिखेर थ्याङ्क यू फर वाचिङ बाई बाई